च्यानलमा चाहिँ भ्लग छैन स्वागत छ हजुरहरूलाई। अनि आज चाहिँ मेरो भ्लग चाहिँ अब कलतिर करिसाबारी कि करेसाबारी भन्छ त्यो चाहिँ आएन भन्नु नहुँदैन नि त मलाई। तर करेसाबारी के हो त्यहाँ गएर चाहिँ करेसाबारी होला त्यहाँ गएर टक्क मैले कोपी ल्याउनु पर्ने हुन्छ सबै कोपी ल्याउनु पर्ने हुन्छ डोको लगेर टक्क होइन। अनि त्यही हो आजको भ्लग चाहिँ। अनि डोको चाहिँ यहाँ छ यो डोकोमा मैले ल्याउनु पर्ने हुन्छ कोपी सो होइन। अनि मैले चाहिँ यो झिक्रा पनि तल खानुपर्ने हुन्छ यो चाहिँ वस्तुहरूलाई दिएर पुरै झिक्राहरू राखेको छु। अनि यो चाहिँ यहाँ हाल्नुपर्ने हुन्छ मैले डोकोमै लान्छु न त गालामा लान्थेँ सधैँ। सो गाइस भारी पनि हालिसकेँ। सो यो पनि मैले यस्तो लगाउनु पर्ने होइन। अनि अब यो चाहिँ टक्क यो भारी चाहिँ मैले बोकेर लानुपर्ने हुन्छ टक्क। अब यो भारी डोको चाहिँ यस्तो बोक्ने कष्ट गर्ने ए लड ए तान्नु त सक्दिनँ त्यो ए आइ अप्ठ्यारो हो नि त। अनि भिड्दै बोक्नु त यसो गर्ने अनि जुरुक्कै उठ्ने अनि यस्तो बोकेर लाने सो। अनि यो चाहिँ एउटा यो के हो भने चाहिँ यो चाहिँ टनल हो। यहाँभित्र चाहिँ फलफुल के सागहरू सब्जीहरू रोप्ने ठाउँ हो यहाँ चाहिँ भित्र सो त्यही हो। अनि हिजो राति चाहिँ लास्टै पानी परेछ रातभर पानी पऱ्यो गड्याङ गऱ्यो अब उता हुँदै परेन होइन। अनि त्यता हुँदै गाईहरूकोतिर चाहिँ तर यता चाहिँ लास्टै पानी पऱ्यो रातभरि। अनि त्यही हो सुन्तला यो सबै सुन्तला हो सो यो सुन्तला यिनीहरू सबै सुन्तलाको बोटो यिनीहरू चाहिँ टक्क यहाँ चाहिँ मकै खरे गोड्नेलाई भइसकेछ सो होइन। अनि अहिले चाहिँ घाम लागेको रातभरि पानी परेको थियो अनि रातभरि पानी पऱ्यो नि घाम लागेको नभए हाम्रो चाहिँ झिक्रा फाल्ने ठाउँ यहाँ हो। अब झिक्रा फाल्ने चाहिँ यहीँ गरेको छ सधैँदेखि त्यही भएर यहीँ झिक्रा सधैँदेखि नै फाल्दै बस्छु यहीँ ला डोके गयो डोके गयो नि त गाइस। मैले झिक्रा मात्रै फाल्नु खोजेको खास गरी मैले फाकिसकेँ झिक्रा। अनि मेरो साथमा सेभ गर्ने पन्जा अनि हैसा छ कच्ची लिम्बू भाषाहरू चाहिँ कच्चिया कि कच्चिया भन्छ। कोपी भएकोमा अब हिँडेको आए यहाँ त हिलो भएछ नि आम्मा यति हिलो भएछ यार यस्तै हिलो भएछ। अब यस्तो यता नि अब अलिअलि त काम गर्नु परिगयो नि हो गाउँमा बसेपछि त है। यहाँ चाहिँ सिनारै लानुपर्ने यो बिग्रेकोहरू होला सायद सबै यो ए यहाँ राख्छु होइन। अनि मेरो साधन झिक्छु सो गाइस अब साधन लाउँछु म चाहिँ मेरो साधन लाउँछु। अनि यस्तो अब यहाँ कसरी काट्छु भने हेर्नु सक्नुहुन्छ होइन। यस्तो गर्ने यो यता लाउने है त अनि यस्तो गर्ने अनि यस्तो गर्ने यसरी काट्ने यसरी नै काट्ने अनि डोकोमा हालेर लाने हो। ल म यहाँ सुरु गरेँ ल तपाईँहरू हेरेर इन्जोय गर्नु।
गाइस फाइनली मैले चाहिँ कोपी सबै काटिसकेँ जो हैन सबै कोपीहरू काटिसकेँ मैले चाहिँ अब अलिकति यता छ यो काट्छु अनि त्यही हो आजको मेरो कोपी टिप्ने स्टाइल कस्तो लाग्यो गाइस कोपी टिप्ने स्टाइल कस्तो लाग्यो सो अब म यताको टिप्छु अब बाँकी टिप्नु यो छ यो पनि टिप्छु अनि मैले चाहिँ यहाँ सबै सकिसकेँ टिपेर अनि खुट्टा अनि हिलो अनि सबै छ अनि यहाँ छ यति भयो रे अब यो टिप्छु सो अनि एकछिन चाहिँ रेस्ट गर्छु अलिक घाम लागेर टल्क्यो अनि सो यो चाहिँ मुला हो सो हैन मुला अनि कोपी रहिसके थोरै अनि सो फाइनली मैले चाहिँ कोपीहरू टिपिसकेँ सबै खाली छ डोको छ अब माथि लानुपर्ने हुन्छ हैन यहाँदेखि उकालो अब के गर्नु लानु पर्यो अब गर्नु पर्यो अब हेर्नु सक्नुहुन्छ अब खुट्टा अब के गर्नु गाउँमा काम गरेपछि खुट्टा सुट्टा यस्तै हिलो सिलो त लागिहाल्छ नि यत्तिकै हिलो सिलो अब लाग्छ अब हुन्छ हैन सो मैले टिपिसकेँ अब यो भारी बोकेर चाहिँ म माथि लानुपर्ने हुन्छ यो चाहिँ अघि आगोमा तिर लानुपर्ने हुन्छ हैन सो अब मेरो ब्याट्री नि 1% छ हिजो राति पानी परेर लाइन पनि आएन हैन दुःख छ नि त यता पहाड हुँदै त लाइन पनि आउँदैन राम्रो गडाङगुडुङ पानी पर्ने बित्तिकै लाइन गइहाल्छ त्यही भएर चार्ज पनि हुँदैन त्यति साह्रो त्यही अनि म भ्लग बनाउनुलाई चाहिँ थोरै चार्ज राखेको थिएँ हैन त्यही भएर बचाएर राखेको थिएँ भ्लग बनाउनुलाई सो त्यही हो अनि आजको भिडियो चाहिँ कस्तो लाग्यो कमेन्टमा प्लिज भनिदिनु होला हैन मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला त्यही भन्न चाहन्छु अनि आज चाहिँ माचे चाहिँ यो भ्लगदेखि बिदा हुन चाहन्छु हैन सो अब मेरो थाहा नै होला तपाईँहरूलाई मेरो भिडियो अफ गर्ने डइन गरिदिन्छु मेरो भिडियो अफ गर्ने थाहा होला नि त तपाईँहरूलाई कसरी भनेर सो मलाई चाहिँ अब म बाई बाई नेक्स्ट भ्लगमा वेट गर्नु होला नेक्स्ट भ्लगमा भेटौँ यो भ्लग चाहिँ अब यहीँ स्थगित गरिदिन्छु सो
टाटा गुड बाई।